नमस्ते। विशेष गरेर हाम्रो फेसबुक लभरहरूको लागि है कति कुराहरू ला इस्यु आइसक्यो, अब त कन्टेन्ट मोनेटाइजेसन दिँदैन होला भन्नेहरूको मनमा पीडा नगर्नको लागि होइन, बिल्कुल पीडा नगर्नु होला। तपाईँको ओरिजिनल कन्टेन्ट फेसबुकले यति धेरै साथी चाहिन्छ, यति यो कुनै क्राइटेरिया नदिएर आजभोलि कन्टेन्ट मोनेटाइजेसन दिन्छ है। विशेष गरी इस्यु आउँदाखेरि पनि दिँदो रहेछ। किनभने मेरो फेसबुकमा इस्यु आएको थियो तर पनि कन्टेन्ट मोनेटाइजेसन दिएको थियो। त्यो कुराले गर्दा तपाईँहरूको साथमा मैले सेयर गर्न चाहेँ। म सर्वप्रथम तपाईँलाई ढिला नगरेर आफ्नो फेसबुक आइडी सो गर्छु है त। एकछिन रेकर्ड गरौँ, स्क्रिन रेकर्ड गरेर तपाईँलाई सो गर्छु। यो मेरो फेसबुकमा अनमोल रोका मगर है। अनि त्यसपछि तपाईँलाई सबैभन्दा पहिला इस्यु आएको थियो कि थिएन र कहिले इस्यु आएको थियो त्यो भन्न गइरहेको छु। 3.com मा जाऊँ, त्यस पछाडि हेल्प एन्ड सपोर्टमा अनि अहिले फेरि नयाँ सिस्टम, पहिलाको जस्तो छैन, अहिले नयाँ सिस्टम छ। पहिला बाहिर दिएको थियो, अहिले भित्र छ सपोर्ट इनबक्स हेर्नु है। अनि त्यस पछाडि रिपोर्ट अबाउट अदर लेखा छ होइन, यसमा त अब ठिक छ नि होइन। ल अब यो अलर्टमा इस्यु आएको चाहिँ यहाँ देखाउँछ है, यो अलर्टमा देखाउँछ। हेर्नु त, जनवरी 26, 2025 हेर्नु त, कति 8-9 महिना भइसक्यो है। तर कन्टेन्ट मोनेटाइजेसन दिएको छ हेर्नु है, कन्टेन्ट मोनेटाइजेसन दिएको छ। तपाईँको कन्टेन्ट मोनेटाइजेसन हेर्नु भने प्रोफेसनल ड्यासबोर्डमा यसो दबाउने बित्तिकै यो देखाउँछ होइन, विकली च्यालेन्ज देखाउँछ। विकली च्यालेन्ज जस्तो स्ट्रो गर्ने हो भने तलतिर यो कन्टेन्ट मोनेटाइजेसन होइन, पे आउट अनि कन्टेन्ट मोनेटाइजेसन दियो नि होइन, दिइरहेछ। अब पे आउटको सेटिङमा पनि हेरौँ, 72 रुपियाँ 64 पैसा ठिकै छ भनौँ न है। तपाईँको इस्यु